आज चाहिँ हामीहरू इन्ट्रोडक्सन भ्लग बनाउन लागेको हो। हामीहरू को हो के हो भनेर तपाईँहरूले हामीलाई अझै राम्रोसँग चिन्नुहोस्, हाम्रो बानी बेहोरा कस्तो हो के हो थाहा पाओस्, के कस्तो पर्सनालिटी हाम्रो त्यो थाहा पाओस् भनेर चाहिँ हामीले चाहिँ अब Q&A गर्न लागेको हो। आज अलिकति सानो एउटा गेम खेल हरर मुभी हेरौँ भन्छ कि अनि त्यसपछि म मात्र साइड इफेक्ट हुने त म 1 2 3 गो मामा Who do you think नेपालीमा रिपिट गर्दिनु ल is the most annoying sibling? The देख्दैमा रिस उठ्ने हुन्छ नि मलाई यो को मार्यो म त भिडियो हेरि हान्छु को त्यो नमस्ते TMG फ्यामिली। आज चाहिँ हामीहरू इन्ट्रोडक्सन भ्लग बनाउन लागेको हो। हामीहरू को हो के हो भनेर अनि हामीलाई के मनपर्छ हबिजहरू त्यस्तो त्यस्तो बारेमा इन्ट्रोडक्सन। अनि बेसिकली गाइस आज चाहिँ तपाईहरुले यो च्यानलमा यो 4 जना बच्चाहरुलाई चिन्ने मौका पाउनुहुन्छ। यो को बच्चाहरुको च्यानल हो भनेर अनि पछि अब तपाईहरुलाई को रहेछ भनेर यसो जानकारी चाहियो, को रहेछ भनेर थाहा पाउनु मन एज पनि लाग्यो थाहा हुन्छ भने तपाईहरु हामीलाई यहाँबाट यो भिडियोबाट चाहिँ थाहा पाउन सक्नुहुन्छ। म चाहिँ ओल्डेस्ट हो, मिस्टर तामाङको ओल्डेस्ट छोरी भन्ने कि भान्जी भन्ने जे भन्दा नि हुन्छ। मेरो नाम चाहिँ पूर्णिमा तामाङ हो। मलाई हरर अनि मलाई चाहिँ हरर थ्रिलर फ्यान्टेसी मनपर्छ मुभिजहरूमा। अनि मैले चाहिँ क्युट सामानहरू पनि कलेक्ट गर्ने गर्छ त्यही हो। ओके सो मेरो नाम चाहिँ सलिन मोक्तान हो अनि म चाहिँ वेट शिट मैले मेरो एजै बिर्सेँ। म 17 इयर्सको भयो अनि त्यसपछि म अहिले बोर्ड्स दिन लगाएको। आम स्टडिङ 12 साइन्स अनि अहिले मेरो बोर्ड्स दिन लगाएको हो। अनि मलाई चाहिँ हरर मुभिजहरू मन पर्दैन गाइज, लाइक मन पर्दैन। वेन आई सी हरर लाइक अर्को कस्तो हुन्छ त्यो क्रिमिनल टाइपको वाट्स द जेनर त्यस्तो खालको चाहिँ मन पर्दैन। किनभनेदेखि त्यो हजुर हुन्छ नि लाइक ओ शिट मलाई नि यस्तै हुन्छ कि लाइक फाइनल डेस्टिनेसन टाइपको लाइक भाइब्सहरू हुन्छ नि मलाई त्यस्तै आउँछ। ओ शिट फेरि यस्तो भयो भने मसँग त्यस्तो फिलिङ्स साइड इफेक्ट आफ्टर इफेक्ट हुन्छ। सो मलाई त्यस्तो मन पर्दैन। अनि सो आम डिफ्रेन्ट फ्रम अल दिस गाइज किनकि उनीहरू सबैलाई मनपर्छ। अनि अर्को मलाई मनपर्ने भनेको चाहिँ के ड्रामा ड्रामासहरू अनि त्यसपछि स्पेसली nowadays I'm into BL drama. So if there are any BL watchers, I really it's boys love. So if there are any BL watchers, viewers like BL drama हेर्नेहरू comment down. म चाहिँ प्रिन्स तामाङ, म चाहिँ 16 वर्षको, अहिले 11मा पढ्दैछु। अनि मलाई के नि मन पर्दैन गेम्स बाहेक। गेम नि कुन भन्दा फ्री गेम त सबै खेल्छु म। अनि फ्री धेरै खेल्छ हैन। त्यति हो। तर मुभिजहरू कुन मनपर्छ? मुभिज तँलाई हरर मुभिज मनपर्छ? एक्सन मुभिज, कमेडी मुभिज। तँलाई हरर मुभिज मन पर्दैन तिमीहरूलाई? पर्दैन होइन फेरि गाइज इच एन्ड एभ्री डे होइन ल मुभी नाइट गरौँ भन्ने हुन्छ होइन। सबैजना के भन्छ हरर मुभी हेरौँ भन्छ कि अनि त्यसपछि म मात्र साइड इफेक्ट हुने त म नाइ भन्छु। अब सबैजनाले यस भन्छ कि हेर्नु परिहाल्यो अनि अहिले आएर चाहिँ मन पर्दैन अरे है, यस्तो चाहिँ भएन। ल त्यहाँ पालो। Hello, I'm Shine Tamang, the youngest, and नेपालीमा बोल्न। म 14 वर्ष हो। अब यो वर्ष 15 हुन्छ 2 महिनामा। 2 महिनामा बर्थडे Oh shit. Okay, start. Anyways, मलाई मनपर्छ एनिमी, बास्केटबल, नोभल्स, मांगा, मानस एन्ड म्युजिक। अन्त मुभिज कस्तो मनपर्छ? मुभिजहरू म धेरै जस्तो बेला होइन मुभी नाइट्स थिएटरमा चाहिँ होइन फ्यामिली टाइममा त्यही घरमा गर्दाखेरि चाहिँ मोस्टली म सुत्छ। यो सुत्छ कि फोन चलाउँछ very low patience. एङ्गर इस्युज। Tell them about your त्यो के ड्रामा वाला नि तेरो फेभरेट के ड्रामाको बारेमा भन्। त्यो फेभरेट के ड्रामा के हो? त मनपर्ने सी ड्रामा के ड्रामाहरू भन्न चाहिँ टेल देम। वीक हिरो गाइस सबैजना इंग्लिशमा नबोल्नु ल। ओके वीक हिरो अनि अनि तँलाई उस्ती मनपर्छ भनेको थियो होइन हिरन लभ
kind of, yeah. Romantic. Let's move on. Romantic. Move on. Yes, guys, it's romantic movies are here, but he's not ready to accept Atha. Okay. अब चाहिँ हामीहरू चाहिँ तपाईँहरूले हाम्रो इन्ट्रोडक्सन त हेर्नु नै भयो अब चाहिँ तपाईँहरूले हामीलाई अझै राम्रोसँग चिन्नुहोस् हाम्रो बानी बेहोरा कस्तो हो के होस् थाहा पाओस् के कस्तो पर्सनालिटी हाम्रो त्यो थाहा पाओस् भनेर चाहिँ हामीले चाहिँ अब Q&A गर्न लागेको हो हामी चाहिँ एकअर्कालाई क्वेसन्सहरू सोध्छौँ अनि त्यो आफ्नो रिप्लाई एन्सरहरू अनुसार तपाईँहरूले थाहा पाउनुहुन्छ हामी कस्तो छ भनेर सुरु गरौँ Okay, question चाहिँ म सोधिरहन्छ होइन Let's start. I know. Okay, म सोध्छु सबैजना एकैचोटि एन्सर गरौँ है Who do you think नेपालीमा रिपिट गर्नु ल is the most annoying sibling? The देख्दैमा रिस उठ्ने हुन्छ नि त्यो रेज वेट हान्ने को त्यो कस्तो अनोइङ सबसे भन्दा हाम्रो चारजनामा चाहिँ सबसे अनोइङ को छ त्यो रेज वेट हान्ने खालको को छ 1 2 wait what okay 1 2 3 go okay 2 these guys okay यस हाम्रो चारजनामा चाहिँ यस्तो छ कि प्रिन्स र बेबी बोल्दैन कि बट दे लाइक इच अदर छ अफ कोर्स उनीहरूको टार्गेट कि म हुन्छ कि पुण्याली हुन्छ That's not fair. Majority wins. It's draw भयो खाली draw नि हुन्छ I'm gonna मैले बेबीलाई चुज गरे अनि बेबी र प्रिन्स सेलीलाई चुज गरे हामी either like हामी दुईजना मात्रै एकजना चुज गरिरहेको खाली draw मै एन्ड हुन्छ Who acts different in front of guest को अगाडि पुरै राम्रो भन्ने खालको उसको पाउनको अगाडि राम्रो बन्ने खाले पाउनको अगाडि राम्रो भन्ने खालको सली नानी नै होला जस्तो लाग्छ उसको भोइस चाहिँ डिफरेन्ट हुन्छ okay. हजुर भन्नुस् न Yeah, हाम्रो because like अर्कै हुन्छ अरू guys मलाई पछि पहिला मम्मीले के गर्नुहुन्थयो भने Celine is such a people No. pleaser. I am a people pleaser. मलाई guys stop. हैन त्यो भनेर मलाई मम्मी Okay, So guys just accept it because I'm also like Yeah, I'm also like obviously there's a comfort level right between your family and other people. Yeah, that's true. I am a people pleaser. म त्यसरी बोल्छु म मलाई आफै भोट गर्न लाग्थेँ तर द्याट्स किन भन्दाखेरि गाइज मैले पिटाइ हान्थेँ पहिला किनकि तपाईँ होइन हजुरको छ त तपाईँ भने मैले ठुलो मान्छे तपाईँ भनेर पिट्छ भनेर कि बोलाउँछ भनेर मैले पिटाइ हान्थेँ कि लिटरली मैले पिटाइ हान्थेँ त्यही भएर हजुर खालि ठुलो मान्छे जे भने नि राइट हो ठुलो मान्छे जे गरे नि राइट हो द्याट्स That's how I grew up. Yeah, that's how I grew up. So like, You don't have to cry about it now. No, like I'm just saying. Who lies the most to get out of the work? No, this is not me. No, Nepali, please repeat the question. कसले चाहिँ धेरै झुटो बोल्छ नि काम गर्नुपर्छ भनेर काम गर्नुपर्छ भनेर काम नगरोस् काम टाल्नको लागि चाहिँ कसले झुटो बोल्छ धेरै भन्दा है मलाई नानी लाग्छ तर सबसे भन्दा थोरै काम कसले गर्छ यसले जस्तो लाग्यो त्यसपछि को त्यसपछि यो ओ त्यसपछि हजुर म हो कि हैन झुट बोल्ने त चाहिँ काम गर्नै पर्छ सो लाइक झुट बोल्दै भन्छ नि सबभन्दा धेरै काम मलाई आउँछ किनकि म ठुलो हो अनि म सबभन्दा अगाडि जन्मेँ अनि फेरि पिटाइ माया गाली स्ट्रिक सबै मलाई नै हुन्छ अनि फ्री छ यो दुईटालाई तर इट डिपेन्ड्स किन दुईटा घर छ है गाइस तर धन्न अर्को घरमा चाहिँ म्युट छ यो घरमा चाहिँ पुडीमा हो यो घरमा चाहिँ मै हो मेरो हैन तर मेन नभएको जसम्म त मै थिएँ त अनि मेरो यसको तिनकै झरा हुन्थे यो गरेन त्यो गरेन भनेर ओके Who do you think is your favorite child? Family को favorite child को? Wow. Family को favorite बच्चा को? हैन कसको मतलब सबैको डिफरेन्ट Okay, डिफरेन्ट mama since mama's मामाको here. मेरो favorite child? मेरो favorite बच्चा? Yeah, since you're here, alright. We already know that. मेरोबाट who? Guess. You guys all Excluding Alfie and Elio. Excluding Alfie र एलियोलाई नगरिकन मेरो favorite को हो जस्तो लाग्छ तिमीलाई? Prince. बेबी जस्तो लाग्छ मलाई Baby, yes. Baby? Yes, baby is my Youngest. favorite. यो You know what baby says? What? He says that Prince is your favorite. No, baby is my favorite. He says that. It's because he's the youngest. तो सबभन्दा सानो हो नि त त्यही भएर he always been my favorite. पिट्न लाग्छ तर्सिँदा त नानी त के हो ट्रमाटाइज र अर्को Who gets away with things? कसले चाहिँ अब के काम Mistake गरे पनि mistake गरे पनि यति मार्क पाउँछ इजी yeah. केही गर्दैन छोड्दियो के भने गर्दैन छोड्दैन को 1 2 3 go Baby. Oh. Baby and Prince both. Baby and Prince दुईटै हो लास्ट टाइम तिमी ट्रमाटाइज गरेछ हजुर मात्रै रहेछ नि Oh my god, childhood trauma हो पछि गएर यस्तो यस्तो गर्थ्यो हैन ओके आमाले हो मेन त त्यही भन आमाले हाम्रो ग्रान्ड आमा मदर भनेको चाहिँ धनमाया है अस्ति मामाको भ्लगमा त नातिहरु नै ठिक रे ओ माय गॉड जे गरे नि के ठिक हुँदैन
त्यही भन ल अर्को नेक्स्ट Which one, what's one thing a sibling does that drives you crazy? व्हाट सबै चारजनालाई म क्वेसन म भन्दैछु ल अ तिमीहरू चारजनाको एकअर्काको के बानीले गर्दा चाहिँ तिमीहरूलाई एकअर्कालाई रिस उठ्छ अरे एक एउटा बानी भन्दै के एक एउटा ल कस्तो फर एक्जाम्पल पूर्णिमा तिमीलाई चाहिँ नि मैले सबैको भन्नु पनि एउटा एकजनाको भने एकजना पिक गर नि तिम्रो त्यो बानीले चाहिँ मलाई इरिटेट गर्छ भनेर भन्यो न मलाई त्यसो भए त खालि बेबी र प्रिन्स मात्रै हुन्छ पुनः मेरो कसको के म भन्छु म सबैको भनिदिन्छु ल यो यसको यो as a घाँटीबाट prince. प्रिन्सको घाँटीबाट केही शब्द निकाल्नलाई हामीले पुरै यसको खुट्टै ढोक्नुपर्छ भनेको यस्तो रिस उठ्छ होइन नचिने मान्छे जस्तो गरिदिन्छ हौ हामीलाई त भाइ यो गर्ने भाइ त्यो गर्ने भन्छु है उसको मुखबाट के निस्केर हामी त हुन्छ यसको स्टकहरू अनि चाहिँ जिउ गर्नुपर्छ त्यही नै लास्ट टाइम म प्रिन्स बेबी जन हामीहरू कहाँ जान्थ्यो ओटाको जात्रामा गएको थियो क्या लास्ट टाइम अब प्रिन्स मलाई समात्नै दिँदैन होइन म अब एक्लै छु नि त मैले प्रिन्सको हात यसरी समातिराखौँ प्रिन्स मेरो हात छोडे उता जाग्यो भनेर धकाले मलाई चित्त दुख्दैन मलाई चित्त दुख्दैन त्यति मात्रै होइन यो घरको कोहीसँग नि बोल्दैन कि लाइक के हुन्छ बेबी नै त्यस्तै छ तर बेबी चाहिँ अलिक कम छ बेबी बोल्छ बेबी बोल्छ तर यसको मुखबाट त्यो वर्ड्स निकाल्दा एज इफ लाइक पैसै तिर्नुपर्छ पैसै तिरेर नि उसलाई हुँदैन खालको बेबीको ओके नानी एङ्गर इस्युज के हो यो कुन दिन चाहिँ भाइ के भन्छ खुट्टा ढोक भनेर नि ढोक्दिने खालको चाहिँ कुन दिन चाहिँ भाइ यत्रो सानो काम गरेर नि गर्दैन होइन उसको एटिट्युडमा भर पर्छ जे पनि लाइक एकदमै मुडमा भर पर्छ कि लाइक एकदम कस्तो एक दिन चाहिँ पुरै जे भने त्यही गर्छ अचम्म तरिकाले जे भने त्यही गर्छ तर अर्को दिन चाहिँ यसको मुडमा के हुन्छ यस्तो नराम्रो मुड छ लाइक म त डराउनु पर्छ है ला अहिले मलाई कुट्यो भने खालको लाइक त्यस्तो पुरै कुट्नै लाजस्तो गर्छ मम्मीले नि त्यो भन्छ है भन्दा चाहिँ पूर्णिमा दिदीको या पूर्णिमाको चाहिँ के नानीको लागि ओके पूर्णिमा दिदीको offensive मान्छ होइन offended Oh yeah, sometimes you get offended easily. तर धेरै अनि तर offended easily नि भन्न मिल्दैन. अनि पुरानो कहिले चाहिँ लाइक कहिले चाहिँ offended easily तर usually पुरानो म चाहिँ chill हो. भइहाल्छ होला है त्यही हो नि ल तिमीहरू भन् न त तिमीहरू ल यसै चाहिँ ल म यिनीहरूलाई एउटा क्वेसन सोध्छु. तपाईँलाई पदन गर्छ धेरै होइन त्यो चाहिँ अहिले देखिरहेको छ त्यो चाहिँ अहिले देखिरहेको छ त्यो बसी होइन लाइक घरको डन हो आफ्नो बारे किन भनेको ओके म टु बसी छ मेरो नि मन त्यस्तै म नि मुडी छ होइन तर आम टु बस तर छोराहरूलाई टाउकोमै टेकाएर राख्छ नि काम सिकाउनु पर्दैन भने गाइज त्यो भएर यिनीहरूले मलाई बसी भन्छ है तर अनोइङ नि यिनीहरूले मान्छ विच इज सकिङ कहिले कहिले चाहिँ मान्दैन तर यस्तो बेला मानिरहन्छ अचम्म तरिकाले मानिरहन्छ आई डोन्ट नो ठुलो भएर नि होला See, I told you something great. I told something great about you guys. मैले त राति आएर लाइक चक्कुले हान्छ ओके अर्को नेक्स्ट क्वेसन अच्छा ल ट्विन्स र बेबी एकअर्काको बारेमा नराम्रो चिज भन्ने एउटा र राम्रो चिज भन्ने एउटा I want to hear that. ट्विन्स र बेबी बोल्दैन they don't talk है बोल्दैन ओके से I want to hear that too. Okay, प्रिन्स तिमी बेबीको बारेमा एउटा राम्रो चिज भन ल You cannot be त्यस्तो चिल छ राम्रो छ चाहिँ भन्नु मिल्दैन लाइक एक्चुअली समथिङ गुड किनकि बेबी चिल छैन छैन कस्तो चिज छ चाहिने बेलामा मान्छेहरूसँग मिल्छ नचाहिने बेला मिल्छ ओ राम्रो ल नराम्रो चाहिँ के चाहिने लाइक इट्स लाइक उसलाई चाहिने बेलामा चाहिँ मान्छेहरूसँग मिल्छ नचाहेको बेला मान्छेहरूसँग उसको मुडमा डिपेन्ड गर्छ नराम्रो चाहिँ के भन्छ ल धेरै पैसा स्पेन्ड गर्छ True, बेबीले पैसा स्पेन्ड गर्छ ओ ओके ला तिम्रो फेभरेट डाइलग त्यस्तो भन्यो काउन्टर अट्याक बेबी गो सुरुमा राम्रो भन राम्रो भन्यो राम्रो लेट्स स्टार्ट विथ समथिङ गुड नाइस स्टाइल ड्रेसअप सेन्स राम्रो लाग्छ नराम्रो चाहिँ Is this yours? राम्रो मसँग बोल्दैन You can say that. नराम्रो नराम्रो के छिटो भन् he doesn't like much things of considering food like खानेकुरा पिकी छ ओके गुड ल नेक्स्ट Who do you trust the least with secrets?
कोसँग चाहिँ हजुरहरू गर्नै पर्यो It's okay. तँलाई नि भनिदिन्छ थाहा नै हुँदैन हामीलाई चाहिँ थाहा हुँदैन मैले फ्यामिलीलाई प्यारेन्ट्सलाई भन्दिनँ ल एल्डर्सलाई Main त Okay, मेरो चाहिँ के छ भनेदेखि we are a gang. I think we are a gang. स्निच यहाँ स्मिथ जन कहाँबाट कहाँ पुग्छ कुरा थाहा नै हुँदैन No, I think that we are a gang. हुन्छ नि लाइक मैले मेरो फ्रेन्ड्सहरूलाई भन्छ तर अब त्यो पछि कसलाई नभन्यो भने अफकोर्स प्यारेन्ट्सलाई चाहिँ नभन्यो अझ जसलाई भन्नु भइहाल्छ नि होइन र Okay, whatever. But I don't snitch on parents, which is okay. त्यसलाई snitch भन्छ होइन प्यारेन्ट्सले snitch गर्दैन है स्निच भने सबै हो But still अब I share it with my friends. I share it with my friends like मेरो best friendsहरूसँग चाहिँ नेक्स्ट क्वेसन Listen. ला निम्ति के अफेन्डेड अब सेलीले दिछिन मात्र लिइदियो न No, I share it with Rupees. रुपेश आयो नेक्स्ट क्वेसन नेक्स्ट क्वेसन I have not Next, Nimdiki get that's in rupees but not Nimdiki. निम्ति आएन दिछिन रुपेश guys. No. Okay, no, guys, look. I have 3 most important friends, best friends in my life. मेरो अरू साथीहरू नि धेरै important छ, but like they are Dechen, Rupesh, and Nimdiki. अहिले चाहिँ हामीले भनेर आयो Stop. Nimdiki knows. Third fire. Nimdiki, Shit. Nimdiki, Dechen, Rupesh. Nimdiki, Dechen, Next Rupesh. question, please. नेक्स्ट पोक्लामा त Okay, next question. Who starts argument and never admits it? कसले चाहिँ argument सुरु गर्छ, झगडा सुरु गर्छ तर कहिले admit गर्दैन? यही हो प्रिन्सले पनि हो अरे. Okay. कसरी भयो मेरो गल्ती नानी हो कसरी भयो त्यही त. कसरी भयो? Okay, so guys, हैन अब pretty much it is enough, हैन अनि यो चाहिँ कस्तो भन्दाखेरि गाइज ओके म पनि आइसक्यो गाइज है म सकेसम्म पछाडिको च्यानलमा चाहिँ नआउने भनेको अनि यो आज यो गर्नुको रिजन चाहिँ किन भन्दाखेरि ताकि अब भ्युअर्सहरूले तपाईँलाई त्यो तिमीहरूलाई जसलाई माया गर्छ नि उहाँहरूले चाहिँ तिमीहरूलाई अलिकति नजिकसँग चिनोस् न भनेर क्या अब थाहा भयो भने कसको नेचर कस्तो खालको रहेछ यिनीहरू No, यसमा सबै bad चिजमै भयो त. Guys, I'm not like that. Guys, I'm not like that. I'm अनि not. तर उहाँहरूले थाहा भयो नि त नि को कस्तो रहेछ एकअर्काको बारेमा एकअर्काको फिलिङ्स चाहिँ थाहा भयो नि तिमीहरू 4 जना कस्तो भनेर सो कमिङ डेजमा तिमीहरू 4 जनाको बारेमा सिन्स यो च्यानल तिमीहरू 4 जनाको उनीहरूलाई थाहा भयो नि त कसै कस्तो रहेछ यो च्यानलमा भनेर सो ओके अहिलेको लागि चाहिँ इन्ट्रोडक्सन भयो होइन अलिकति तिमीहरूको बारेमा अलिकति पर्सनली चिन्ने मौका पनि पाउनु भयो उहाँहरूले ताकि कमिङ डेजमा थाहा हुन्छ त यो फ्यामिलीमा अलिकति बिग्रेको बच्चा त यो हो त्यो खालको बिग्रेको बच्चा ओके लिसन अब चाहिँ छ नि के यो सेक्सन सक्यो होइन क्युएनएको सेक्सन सक्यो अब यु गाइज सुड डु लाइक एउटा फन गेम क्या 4 जना अनि त्यो पछि इट विल बी मोर फन इन भ्लग के सो लाइक प्ले अलिकति आज चाहिँ अलिकति सानो एउटा गेम के ल यही बानी हो कि हाम्रो मन नपर्ने. नाक कोटाउँछ कहिले कहिले त अहिले आज के गरेछ भने चाकमा त कोटाको मैलो भयो छैन ल ओके ल हेलो गाइस सो अब चाहिँ हामी गेम खेल्न गइरहेको छौँ गेमको नाम चाहिँ वी टिपिकली नो हाम्रो स्कुलमा चाहिँ हेलमेट भन्छ सो हामी हेलमेटै भन्छ होइन एनिवेज तर यो हेलमेटमा चाहिँ के गर्नुपर्ने एकजना बस्छ अनि फेरि 3 जना हुन्छ अरूहरू हुन्छ पछाडिबाट हान्ने अनि फेरि गेस गर्नुपर्ने को छ प्रिटी पपुलर छ हजुरहरूलाई थाहा होला And the sacrifice. तर अहिले चाहिँ हामी क्यामेरामा आउँछ नि त नि त्यो रिजनले गर्दा तिमी चाहिँ जो अगाडि बस्छ त्यो चाहिँ घोप्टो भएर लुकेर बस्नुपर्छ क्यामेरामा देख्छु क्यामेरामा हेर्न पाउँदैन कि Starting चाहिँ बेबीबाट किनकि बेबी हाम्रो youngest हो अनि we like to sacrifice. मामाको फेभरेट हो त्यही त्यही भएर त मामाको फेभरेट हो त्यही भएर यसलाई sacrifice गरेर अगाडि. So तल अम्माले पेम्यो अम्माले पेम्यो चप्पल. अलि यसरी यता हान्ने हो त्यही भएर. ढाडमा हान ड्याङ्गा हान ए टोपी छ त जी ल 1 2 3 1 2 3 go. Guess. नानी Wrong. 1 2 3 go. Go. मामा नो छैन सिब्लिङ्सको गेम हो 1 2 3 go. ओके बेबीले आज ढुट्टो कुटे खाने 1 2 3 go.
Guess. Guess the direction. लेफ्ट साइडबाट हातेर कसै थाहा पायो शिट मेरै पालोमा No personal आँखा feelings. छोपेर बस्छ ल 1 2 3 go यो त पर्सनल थियो यार कसले हालेको म गेममा छैन म गेममा छैन उ म म होइन रङ एन्सर okay म गेममा छैन भनेको हो आई स्वेयर नानी पुणेमा म गेममा म छैन भिडियोमा हेर्छु नि मैले ल। खै भन्दा मामाले यस्तो राखेको थियो 1 2 3 go वाह मिस सेलिनले तिमीले मिस गरे त्यही हो डिजाइन मिस दिँदै त भएन है ओके ओके म भन्छु ल नानी क्लोज योर आइज एकछिन लुक डाउन पर्सनली नलेज साँच्ची हो नि मलाई बेसी हान्छ मलाई थाहा छ 1 2 3 go Baby. आनाले baby गुड गेम नानी गुड गेम मिले बेबी फेरि सपोर्ट गर्न तिमीहरूले बेसी हाल्यो भने मलाई थाहा हुन्छ कि कसले मलाई बेसी हान्छ कसले मलाई बेसी हाल्दैन मलाई थाहा हुँदैन होला अघि नै भनेको हैन पर्सनल लिन पाउँदैन जस्ट त्यही भने। इट्स जस्ट अ गेम जस्ट गेम एक मिनट पर्सनल लिने हैन नम्बर भनेर 1 2 3 वेट एकछिन आफै छ यहाँ ल आफूलाई छोड भाइ आफूलाई त छोड, sacrifice छोड। गर्छस् ल 1 2 3 go. go not that bad. तिमीले बिस्तारै कसले हान्छ त्यही त कस्तो डफिरहरु त 1 2 3 go यो अब यस्तो गेम्सहरु रमाइलो भिडियोहरुमा आउँदै गर्छ no चप्पल 1 2 3 go that was oh my god I think Daddy. that was I was trying to act like मैले गरेको भनेर म act गरिरहेको थिएँ मैले गरेको मैले गर्नै परेन 1 2 3 go guess Guess who? So soft, who loves you the most? guess who Woo. Baby. no 1 2 3 भाइ त होइन 1 2 3 go oh wow no भाइ त सबैभन्दा धेरै कुटा बेबीले खाएको छ 1 सबैजना रिस पोखायो 1 2 3 go गोमै फाल्दिरहेको Okay, अब two more right two more game and you finish अब like please two more round and you finish प्रिन्स गर न प्रिन्स गर्दा एकचोटि आएको छैन यिनीहरूले रातभरि they're loving this game guys I can see that right they're loving this game This can go wide. मलाई थाहा हुन्छ कसले बेसी हानेको भनेर 1 2 3 go Guess फेरि go साइकोलोजी गरेको Shit! I was trying to outsmart. 1 2 3 go 1 2 3 go मलाई यो को मर्यो अर्को साथमा मर्यो म त भिडियो हेरि हान्छु को त्यो go होइन आधी मलाई पिट्यो Alvin मलाई 1 2 3 go No, no, no. Alfie no yes no नानी मर्नी भएको छ ल कति बरु मैले त्यसरी हानेको थिएन मैले बिस्तारै हानेको थियो हो ल ओके बिस्तारै हान्थे तर One, अहिलेसम्म two. बेसरी हानेको मैले होइन 1 2 3 go 3 go एलियोले क्यामेरै तान्यो कसले नानी गेस प्रिन्स नानी मर्नी भएको छ 1 2 रातो भइसकेको छ। 3 go को थियो ब्लग
ब्लग हेर्नु थाहा भयो ब्लग हेर्नुपर्छ। हेर्नुपर्छ न अन्त मैले चाहिँ बेसी हेर्न आउँछ सबैले बेसी जान्छ लुगा बाक्लो लाउनु पर्यो के यस्तो गेममा कसले मिस गर्यो चप्पल त यहाँ पुगेन नि प्रिन्स नाइस गुड गेम प्ले भेरी ब्युटिफुल गेम प्ले ल अब यसले ल आयो नो टोक्छ एलियोले फेरि हामीलाई 1 2 3 go बेबी no गेम ओभर Game over. Okay, guys, look, okay. एजेन्ट प्रिन्सको टर्न आछैन No. प्रिन्सलाई त उसले राइट गेस गर्नु पर्यो। ओके गाइज ल प्रिटी मच आजको लागि बच्चाहरूको भ्लग यतिमै सकाइदिन्छ होइन। आई होप यु गाइज एट फन। अनि आज म तिमीहरूले किन म आजको भ्लगमा छ भन्दा आज यो भ्लग भोलि अपलोड हुन्छ भने होइन इट्स न्यू इयर स्पेसल। त्यो रिजनले गर्दाखेरि सबैजनालाई ह्याप्पी न्यू इयर गेस गरिदिनु ल हाम्रो के अरे विस गरिदिनु सबैजना। 1 2 3 ह्याप्पी न्यू इयर गाइस। थ्याङ्क यू सो मच फर सोइङ सो मच लभ टु माई किड्स है। यो बच्चाहरूले गाइस रेकर्ड ब्रेक हान्दै क्या कोही जसलाई जुन युट्युबरलाई सोध्दै नि सोध्नु गाइस त्यत्रो धेरै सब्सक्राइबर भ्युज फर्स्ट भिडियोमा कसको पनि आउँदैन यिनीहरूको जति आएको छ नि तपाईँहरूले त बोलै गरिदिनु भयो क्या। सो थ्याङ्क यू सो मच फर द्याट गाइज है। ओके गाइस तपाईँहरूले सबैजना ह्याप्पी के अरे ह्याप्पी न्यू इयर त भनिहाल्यो हामीले सबैजना थ्याङ्क यू सो मच भनेर भनिदिनुहोस् अनि ब्लग एन्ड गरिदिनुहोस्। Thank you so much, family. Keep supporting us. Keep supporting. यसरी नै माया देखाउँदै गर्नु अनि हामी यसरी नै ब्लग्सहरू रिलिज गर्छौँ। अनि लाइक सेयर एन्ड सब्सक्राइब। लाइक सेयर एन्ड सब्सक्राइब। Guys, family को victim को भनेर देखिसक्नु भयो होला। It's me के guys अझ मलाई ग्याङ अप गर्छ सबैजनाले। Okay guys, Bye. see you in next vlog भन्दियो। See you in next vlog. Bye.